अन्तिम इच्छा उहाँसँग पुरा गर्ने थियो एकजनासँग त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले अनि अन्तिम इच्छाको अर्थ के हो देशा हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशा नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो